झापादेखि महेन्द्रनगरसम्म जानुहोस्, बस, टेम्पो र माइक्रो बसमा बालेन्द्र शाहका पोस्टरहरू भेट्नुहुन्छ। घर घरमा बालेन्द्र शाहका पोस्टरहरू भेटिन्छन्। किनभने एमाले ज्यूहरूले काम गर्न नदिँदै पनि उहाँले काठमाडौँ चकमक पारेको देख्नुभयो। उहाँ लगायत काठमाडौँ महानगरपालिकालाई धेरै धेरै बधाई र धन्यवाद दिन चाहन्छु। किनभने यति सुन्दर र यति राम्रो काठमाडौँ यी आँखाले पहिला कहिल्यै देखेकै थिएन। त्यसकारण त्यत्रो अवरोधको बिचमा पनि त्यत्रो काम गर्न सक्छ भने, फुल कार्यकारी भयो भने 5 वर्षमा देशको कायापलट गर्न सक्छ भन्ने कुरो स्ट्रक्चरल इन्जिनियर भएको हुनाले सम्पूर्ण नेपालीमा विश्वास गएको छ र सम्पूर्ण नेपालीले चाहिँ मत हाल्नु पर्यो भने दायाँ बायाँ हेर्दैनन्, पुरानो अनुहारलाई आउन दिँदैनन्। अब यसमा रवि लामिछानेजीले पनि छोटो अवधिमा म हुँ भन्ने साँडेहरूलाई जेलमा कोचेको छ। अहिले पनि जेलमै